यो डिब्रुगढको लाहौल कलेज। यहाँ बच्चा आज एक्जाम दिनु आएको छ र यहाँ हाम्रो बाउ चाहिँ पर्खिराखेको छ बाहिर। हामी अब छोरी एक्जाम दिएर आउँछ भनेर चाहिँ यहाँ घाममा चाहिँ बसिराखेको। यस्तो भिड छ भने क्या फेरि यहाँनिर आज फेरि यता चनाक्क घाम पनि लागेको छ। एकखेप हेरेर आउनु पर्यो। यस्तो छ मान्छेहरू पुरा। यसको सिफ्ट रहेछ कि यो मर्निङ सिफ्ट। यो फेरि 12 बजीको बादको लागि पर्खेर बसेको यिनीहरू। एकछिन हेर्नु पर्यो। मान्छे निस्किँदैछ अहिले। यस्तो भिड छ भनेर। अब छोरी आउँदैछ है। एकै 12 बजी हो। अब नानी आउँदैछ। यहाँ आइपुग्यो। के सोध्छ यार मान्छे। भीड़ भीड़ पंखा पे हो ना एसी पे। अब बिस्तर लाग्नु पर्ला। छोरी अगाडि अगाडि। हामी चाहिँ अब उहाँबाट निस्क्यो। गाडीमा जाँदैछु। रोइङ जाँदैछु हामी। क्या आनन्द छ यार। दामी छ बाटो चाहिँ। जग्गा जग्गा चाहिँ अलिक खराबै छ नत्र भने बाटो दामी छ। अहिले तक हामी आसाममै छौँ। यो चाहिँ धौला ब्रिज हो। यसलाई अनि के अरे अर्को के नाम भन्छ के भन्थ्यो भुपेन हाजरिका ब्रिज पनि भन्दो रहेछ कि यसलाई। यस्तो छ दामी छ सुन्दर छ हेर्नु।